नमस्कार सम्पूर्णलाई। आज मेरो नेता मैले समर्थन गरेको हर्क साङपाङको विगत 4 वर्षदेखि यता गरेको आफ्नो कामहरू यस भिडियो मार्फत मैले प्रस्तुत गर्न गइरहेको छु। यसरी सुरुवात हुन्छ। नेपालको इतिहासमा पहिलो पटक एकातिर श्रमदान, अर्कोतिर बजेट प्रविधि र विशेषज्ञता। धरान 15 खत्री धारामा मन्दिर निर्माणका लागि 20 लाख बजेटबाट मन्दिर निर्माण। धरान खानेपानी बोर्डलाई 200 करोड भन्दा बढी बराबरको श्रमदान योगदान। श्रमदानबाट धरान नगरमा 3 अर्ब रुपैयाँ भन्दा बढीको सम्पत्ति थप। 2वटा उद्योग धन्दा स्थापना। माया धराने बेसार कारखाना, माया धराने साबुन कारखाना। महिनामा 30 देखि 50 लाखको आम्दानी भयो। श्रम संस्कृति पार्कबाट वार्षिक 3 देखि 4 करोड रुपियाँ आम्दानी पालिकालाई। धरान उपमहानगरलाई शून्य भ्रष्टाचार। निर्वाचनपछि हरेक शुक्रबार नो ड्रग्स अभियान। हरेक हप्ताको 1 दिन सफा धरान अभियान। गरिब दुखी र सुकुम्बासीका लागि घर निर्माणको बजेट व्यवस्था। गरिब मजदुर र फुटपाथ व्यवसायीका लागि व्यवस्थित व्यवस्थापन। सबै जात धर्म र वर्गलाई सम्मान गर्ने इमानदार मेयर। जेन्जी आन्दोलनमा युवा सबै र्यालीमा सहभागी भए र पनि आगो नलागेको एकमात्र पालिका धरान। सरकारी लेटर प्याडबाट जेन्जीलाई सम्बोधन र सरकारलाई चेतावनी दिने पहिलो मेयर। जेन्जीका सबै माग पूरा गर्ने र जेन्जी समिति गठन गर्ने प्रतिबद्धता। दृष्टिविहीन नागरिकको हकका लागि मुद्दा लड्ने पहिलो मेयर। मन्दिर, मस्जिद, गुम्बा, चर्च सबै धार्मिक स्थलमा मेयरको उपस्थिति। 100 करोड भन्दा बढी लागतको ऐतिहासिक सुन्निमा पारङको प्रतिमा निर्माण हुँदै। युवा योगदानको सम्मान खुल्ला व्यायामशाला सहितको जेन्जी पार्क निर्माण हुँदै। श्रमदानबाट श्रम संस्कृतिको विकास गर्दै जनताबीचको एकता र करोडौँ विकासको दृष्टि। धरान 4, 5 र 20 का सामुदायिक विद्यालयलाई 10 लाख भन्दा बढी सहयोग। सुन्नु है त। भ्रष्टाचार गर्ने र नियम नमान्ने शिक्षकलाई निलम्बन। पहिले 3 ट्र्याक्टर मात्र भएको पालिकामा अहिले 2 टिपर, 2 डोजर, 2 एक्सकाभेटर, 2 रोलर र नयाँ ट्र्याक्टर थप। हरेक वर्ष